हुँदा मालदाई मान्छे थोरै छन्, अलि लास्टमा आउनुहोस् भन्नुभएको थियो आयोजकज्यूले। अहिले यति धेरै मास देख्दा उहाँहरू पनि खुसी हुनुहुन्छ। यो माया हो, यो गाउँको महोत्सव हो भन्दा बित्तिकै 50-60 हजार मान्छे हुँदैनन् आयोजकज्यू। कति चित्त नदुखाउनु होला। कता 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 मालदाईका जुत्ता बोलिया छन्। जहिले पनि मालदाईले काठमाडौँको असलमा किन्छ यी जुत्ता। मूल्य हो यसको 55,000। भोलि फेरि बजारमा खोजिएला। कता कता विमल ख्याल गर है, चोट लाग्न सक्छ। कता 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 ल हेर्नुहोस्। ओ ओ ओ ओ ओ बाबुलारो 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 मेरो दाइको छोरा जस्तै छ, मेरो गर्लफ्रेन्डको छोरा जस्तै छ, पहिलो यसको छोरा छ। अब भयो होइन, अहिले यति मात्रै। अब यसपछि हामी रमाइलो गर्छौँ है, पाइयो कि नै? म आउँछु अब। चक्लेट यति मात्रै। अब राम्री केटीहरूलाई बाँड्छु यता। सिला तिमीलाई राम्री राम्री केटीहरूलाई चक्लेट बाँडेपछि लप्छ। ओहो, पहिले अलरेडी समातिसकेको। सर कहाँ जानुभयो? पैसा दिने बेला कलाकारलाई पैसा दिने बेला तनाव नलिनु, चक्लेट खाएर टक्क फ्रेस हुनु है। सबैलाई सम्मान छ, दाइहरूलाई पनि। यता पाएन, यता पाएन। म एकछिनपछि बाँड्छु। अहिले नै मैले, यो चाहिँ ट्रेलर हो, फिल्ममा बाँकी नै छ। चक्लेटको फिल्म है, चक्लेटको फिल्म बाँकी नै छ। भिडियो थोरै पछि के गर्नु तपाईँलाई। कता 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 दौडेका 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 हेर त हेर त हेर त हेर त हेर त बाबै 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 कता कता एक तोला सुनको 3 लाख छ। हामीलाई सुनको पनि प्रभाव छैन, तर एक रुपियाँको 2टा आउने चक्लेटको प्रभाव छ। हो कि नै दिदी? एक चक्लेट खाएर हुर्किएको हो मालदाई पनि, तपाईँहरू पनि हो कि नै? कता 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 माइला दाई माइला दाई झरेको खाना नपाई, झरेको खाना नपाई। हेर त मेरो गर्लफ्रेन्डको छोरा पनि काले रहेछ। के गरौँ? बाबु 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 प्लिज प्लिज, हाम्रो सुरक्षाकर्मी सरले त्यहाँ साथ दिनुहुन्छ। ठिक छ, अब चाहिँ हजुरलाई पनि भान्छु एकछिनपछि। हस्, सबैसँग टिकटक बनाउने हो आज। पहिलो एक्समा डोरी बाटेरमा कार्यक्रम सकिएपछि साइडमा टिकटक बनाउने हो, सेल्फी पनि खिच्ने हो। मेरो घर बर्दियाको रम्मापुर, यहाँबाट करिब 5-6 किलोमिटर रम्मापुरमा पर्छ। मलाई थाहा छ। आउँछु जेन्जी, टेन्सन नलिनु न, म आउँछु। रम्मापुर सिउनिया औरीबाट धेरै आफन्तहरू आउनु भएको छ रे, गाडी बुक गरेर। तर बाहिर गाडी देखिन, टेन्सन लागिरहेछ। गाडी चाहिँ रहेनछ बाहिर, केही छैन। मलाई जन्म दिने बुढा मानबहादुर बुढा जो 65 वर्षको हुनुहुन्छ, उहाँ आज एकैछिन ध्यान दिएर कुरा सुन्नुहोस् है। उहाँ पनि म बाबु तेरो कार्यक्रम हेर्न आउँछु, तर मलाई स्टेजमा नबोलाइस्, मलाई केही पनि बोल्न आउँदैन, अगाडिबाट हेर्छु। सधैँ भिडियोमा तेरो कार्यक्रम हेर्छु, तर आज अगाडिबाट हेर्छु भनेर बुवाले भन्नुभएको थियो। बुवा सायद यतै कता हुनुहुन्छ। बुवा खै हाम्रोतिर बालाई पनि बड्डा भन्छ रमाइलो तरिकाले। बुवा सन्चै? मैले बुवालाई नभेटेको 1 महिना भयो। बुवालाई अगाडि बोलाइदिनु होला, अगाडि पठाइदिनु होला बुवालाई। यता बुवालाई अगाडि पठाइदिनु होला, किनभने बुवाले नजन्माएको भए, आमाले नजन्माएको भए, हुन्छ बुवाले जन्माउने होइन, आमाले जन्माउने हो। आज न कमल बेसी मालदाई हुन्थ्यो, न पहिलो यसले छोडेपछि आउँथ्यो। हो कि नै? हो कि नै? हो कि नै? त्यही भएर यो ठाउँमा मैले साइकल, एटलस साइकल पेल्दै यही ठाउँमा एसएलसी दिएको हो। जनता मावि रम्मापुरमा म पढेको हो, त्यही ठाउँमा मैले कखरा सिकेको हो।
त्यही ठाउँमा मैले एबिसिडी सिकेको हो। यही ठाउँले मलाई मालदाई बनायो। एकचोटि यो ठाउँको लागि जोरदार हल्ला चाहियो। केही कुरामा पनि बर्दिया कम छैन। हो कि नै? हो कि नै? हो कि नै? बर्दियाको तातो तातो भात खाएका मान्छे हौ। हो कि नै आन्टी? चित्त बुझ्यो कुरो? चित्त बुझ्यो कुरो? हो। त्यही भएर म जहिले पनि बर्दियामा जन्मेको मान्छे भनेर टाइगर ड्रेस लगाउँछु, बर्दियाको पहिचान दिन खोज्छु। तर धेरै मान्छेहरूले कमेन्टमा मलाई गाली गर्नुहुन्छ। मैले गल्ती गरेको छु र? गल्ती गरेको छु र मैले बर्दिया र बाँकेको पहिचानको लागि टाइगर ड्रेस लाउँछु, अरू कसैको लागि होइन आन्टी। ल बुवा आउनु भएको छ। मैले 1 महिना भयो बुवालाई नभेटेको। म ढोक गर्छु बुवालाई। जहिले पनि यही बाबाले हो मलाई काठमाडौँ जा बाबु, 1 बोरा चामल छ, राजु परियार जस्तो ठुलो कलाकार बनेर फर्केस भनेर यही बुवाले मलाई काठमाडौँको गाडी चलाएका थिए आजभन्दा धेरै वर्ष पहिला। आज बुवाको आशीर्वाद, आमाको आशीर्वाद, यही ठाउँको आशीर्वादका कारण मालदाई बनेको छ। एकचोटि मेरा यी काले बुढा जसले मेरो लागि जीवनभरि दुःख गरे, हामी 3 जना छोराको लागि दुःख गरे, उहाँको लागि जोरदार हल्ला हुटी माया चाहियो। लगाइदिनुहोस् है हजुरले। तपाईँहरूले बर्दियाको मालदाई भनेर छाती थुर्नुहुन्छ, त्यसको पछाडि यी वृद्ध बाबाको ठुलो हात छ। आमा कोपकला बुढा अहिले बर्दिया के अरे रम्मापुरमै हुनुहुन्छ। आमालाई धेरै सम्झेको छु। रुगा खोकीले बाबु मेरो शरीर चलाउन मिल्ने भएको छैन, म आउन पाइनँ, बालाई फोन दिएर पठाइदिएको छु, मजाले एक ठाउँ बसालेर कार्यक्रम देखाइस् भन्नुहुन्थ्यो। आमालाई पनि धेरै सम्झेको छु। बुवा केही भन्न मन छ? बुवा 2टा कुरा बोल्नु न। म जन्मेको माटो यही हो कि होइन? म भाँडाकुटी खेलेको बाटो यही हो कि होइन? थोरै केही कुरा भन्नु त बुवा। सबैलाई धन्यवाद। सबैले माया गरिदिनु भएको छ। सबैलाई धन्यवाद। बुवालाई बोल्न आउँदैन, बुवालाई न लाइक गर्न आउँछ, न कमेन्ट गर्न आउँछ, न सेयर गर्न आउँछ। 3 पटक मेरो भिडियोमा क्लिक गर्दा कहिले लाइक हुन्छ कहिले के हुन्छ बुवालाई थाहा हुँदैन। मेरो बाबा आमालाई पढ्न आउँदैन, तर उहाँहरूले जन्माएको सन्तान तपाईँले माया गरिदिनु भएको छ। बुवा बस्दिनुहोस् है, बुवालाई उता बसालिदिनुहोस् ल। अब चाहिँ एकछिनमा भावुक भए। हाम्रो चन्द्रबहादुर बुढा मेरो ठुलबाको छोरालाई पनि धेरै सम्मान छ। दाइ ल आउनु, दाइ माथि आउनु। दाइलाई पनि धेरै सम्मान छ है। यो पारिवारिक कार्यक्रम होइन, आज रमाइलो गर्ने कार्यक्रम हो। दाइलाई नचाउँछु ल, दाइलाई जिउ गरे मेरो ठुलबाको छोरा। ल यो सम्मान हो हाम्रो नेपाली संस्कारमा, हो कि होइन? ढोक्दैमा कोही सानो हुँदैन, हो कि होइन? धेरै माया छ भन्दै अब दाइ बस्तीको हजुरलाई नचाउँछु। हामीलाई पनि सम्मान छ भन्दै सुरुमा अब डोरी बाटिरबाट सुरु गरौँ। कता 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 माइली भाउजू फिर आइले थे आज। भाउजू कहाँ आते? भाउजी कहाँ आते? भाउजी कहाँ आते? भाउजू सिवनिया से भाउजू आइले थे कि नहीं? बंधु आइले थे कि नहीं? आज रमाइलो करना हो, भिडियो बनाओ भाइरल हो जाए, भिडियो बनाओ भाइरल हो जाए। साँझ घर फर्के बाद यी माइला आइल रहे आज तक भिडियो देखाइन। ल डोरी बाटेर प्ले गरिदिनु, सबैजना रमाइलो गरौँ। राम्री राम्री नानीहरू पनि छौँ। बुवाको आशीर्वाद दिँदै म सुरु गर्छु स्टेज। अब खुशी के
Kota,